वेलकम ब्याक टु आवर च्यानल म्युजिक ग्यालेरीमा सबैजनालाई स्वागत छ हजुरहरूलाई। र आज हामीसँग छ यो डिभाइजर कम्पनीको एकदमै राम्रो मोडलको गिटारहरू, जुन कि डिभाइजर कम्पनीबाट आउनेमा एकदम महँगो मोडल मात्रै पर्छ होइन। महँगो भन्दा नि अब नेपाली बजेटमा अलिकति मिडियम रेन्जमा पर्नु जान्छ। सो आज हामी यसको अनबक्सिङ र रिभ्यू यसो भिडियो बनाउने भन्ने कुरामा आएको छौँ। हजुरहरूले भिडियो त देखिहाल्नु होला। सो यही नै हो डिभाइजर कम्पनीको अलि महँगो मोडलहरू, डिभाइजरको टिफो र टिफो 3 भन्ने मोडलहरू होइन। जो म्यानुअल देख्नु भएको थियो नि गिटारसँग आएको, यो चाहिँ हाम्रो इक्लाइजरको युजर म्यानुअल हो, जुन कि जोयोको 504 मोडलको इक्लाइजर ट्युनर रहन्छ, जसमा चाहिँ 5 ब्यान्ड इक्लाइजर ट्युनर भन्छौँ हामी हिसाबमा होइन। ट्युनर, बेस, ट्रेबल, मिड र प्रेस भनेर, अनि त्यसपछि यता फेरि ट्युनर भनेर यस्तो अप्सन रहन्छ भने। सो फर्स्टमा यसलाई ब्याट्री हालेर हामीले अन गरौँ। यो ट्युनर देख्न सक्नुहुन्छ, ट्युनर पनि एकदम मजाको एकदम एकुरेट रहन्छ है। अप्सन पनि एकदम मजाको एकुरेट रहन्छ क्या ट्युनर। साउन्ड एकदम त्यो हुन्छ नि, गुन्ज एकदम राम्रो फाइन छ भने यसको चाहिँ अब हामी फर्स्टमा यो मोडलको विषयमा कुरा गरौँ, जुन कि डिभाइजर कम्पनीमध्ये आउनेको सबसे महँगो मोडलहरू मध्ये पर्छ होइन, नेपालमा आएका मध्येहरूमा। र यसको प्राइस रेन्जको कुरा गर्नुपर्दाखेरि चाहिँ यसको एमआरपी चाहिँ 22,500 हो। अब हामीबाट लिनुहुन्छ, यो भिडियो आउनुहुन्छ भने एकदम मिलाएर दिन सकियो भने यो चाहिँ हाम्रो डिभाइजरको T4 मोडल रहन्छ। यसको आज हामी हार्डवेयरको विषयको कुरा, अब यसको हामी हार्डवेयरको विषयमा कुरा गर्नु पर्दाखेरि यो चाहिँ हाम्रो नर्मली रेगुलर 22 फ्रेडबोर्डमा आउँछ होइन। नर्मल एकोस्टिक सेम नै रहन्छ पनि। यसको चाहिँ हाम्रो साइज, बडी साइजको कुरा गर्दाखेरि यो 41 इन्चको रहन्छ। र 41 इन्च भए पनि त्यो ठुलो जम्बो डेनर बडी पाएको होइन। यो चाहिँ हाम्रो ग्रान्ड अडिटोरियम साइजको भन्छ, जुन कि कर्ड बडीमा हुन चाहिँ 41 इन्च चाहिँ हो, ठुलो बडी नै हो होइन, तर पनि एकदम न्यारो बडी छ। त्यो भएर चाहिँ हामी रेगुलर अब जस्तै म 5'10" छु भने एकदम कम्फर्टेबल छ। हामी मभन्दा अलि सानोहरू हाइट हुनेहरूलाई नि एकदम राख्नलाई नि कम्फर्टेबल हुन्छ। त्यस्तो त्यो खासै ठुलो जस्तो पनि लाग्दैन 41 इन्च भए पनि होइन। अनि अर्को कुरा चाहिँ हाम्रो यो चाहिँ सोलिड स्प्रुस टप भन्छौँ है। यो चाहिँ हाम्रो सोलिड स्प्रुसको टप रहन्छ भने साइड र ब्याकमा चाहिँ हाम्रो अर्कै छुट्टै काठ रहन्छ, जुन कि एकदम एक्स्ट्रा डिजाइनमा रहन्छ, हेर्न सक्नुहुन्छ। T4 मा चाहिँ, T3 मा चाहिँ त्यो रहँदैन। यो चाहिँ हाम्रो सेपले वुडमा नर्मल्ली रहन्छ, एकदम प्लेन डिजाइनमा रहन्छ। प्लेन डिजाइन मन पर्नुहुन्छ भने यो ठिक छ, नत्र अलिकति एक्स्ट्रा डिजाइनको अलिकति एक्स्ट्रा चाहियो भने यो डिभाइजरको T4 ठिक रहन्छ होइन। भनिहालेँ अघि नै, जोएको इक्लाइजर ट्युनर राम्रो रहन्छ भने। र अर्को भने चाहिँ यो हाम्रो साइडमा बाइन्डिङ, यो चाहिँ 5 ब्यान्ड ABS बाइन्डिङ भन्छौँ, जुन कि साइड बोर्डहरूमा र यता यो साउन्ड होलको कभर साइडमा पनि यस्तै रहन्छ भने। इनले पनि एकदमै राम्रो रहन्छ यसको, यो गिटारको इनलेहरू पनि कस्तो एकदम छुट्टै प्याटर्न पाराको एकदम एक्स्ट्रा रहन्छ भने। र यो रेन्जमा
हामीलाई यो रेन्जमा अरूभन्दा पनि सबसे राम्रो कुरा भने यो बोनको स्याडल र नट पाउन सक्नुहुन्छ हजुरले। जुन यो स्याडल र नट माथिको छ नि, यो चाहिँ बोनको पाउनुहुन्छ हजुरले, जुन एकदमै साउन्ड क्लियर फाल्छ। अनि यसमा चाहिँ हाम्रो डाइकास्ट ट्युनिङ की रहन्छ, जुन ट्युनिङलाई एकदम स्टेबल बनाउँछ भने डिभाइजरको चाइनिज ब्रान्डेड रहन्छ। साउन्ड क्वालिटी अनि यो चाहिँ हाम्रो सी सेप नेकमा रहन्छ। सी सेप नेकमा एकदम पातलो नेक रहन्छ, जुन कि एकदम समात्न कम्फर्टेबल रहन्छ, मजाको रहन्छ। हजुरले त्यो समात्दाखेरि पनि त्यस्तो हेभी नेक फिल हुँदैन, एकदम लाइट फिल हुन्छ होइन, कम्फर्टेबल फिल हुन्छ। अब हाम्रो T3 मोडलको कुरा गर्नुपर्दाखेरि यो पनि सोलिड स्पेस टपै रहन्छ, तर अलिकति अलिकति येल्लो टाइपमा फिनिसिङ रहन्छ होइन, अलिकति येल्लो धेरै रहन्छ भने बोन पनि यसको पनि स्याडल र नट दुइटै बोनको रहन्छ। 41 इन्चकै साइज रहन्छ भने यसमा चाहिँ हाम्रो यो सेपेले वुड रहन्छ ब्याक एन्ड साइड, जो इक्लाइजर ट्युनर सेमै रहन्छ। 504 मोडलको गिटार रहन्छ भने यसमा चाहिँ हाम्रो अब अरूभन्दा नि इनलेहरू साइजहरू क्वालिटी सब सेम रहन्छ भने सिर्फ यो ब्याकको मात्र फरक रहन्छ र प्राइस पनि यिनीहरू सेमै पर्न जान्छ। सो हजुरहरूलाई पनि यो गिटार चाहिन्छ भने हाम्रो स्टोर म्युजिक ग्यालरी भिजिट गर्न सक्नुहुन्छ, नभए हाम्रो यो तल दिएको नम्बर हो, हजुरहरूले वाट्सएप गर्न सक्नुहुन्छ। चाहिँदाखेरि हामीले डेलिभरी अल ओभर नेपाल गराउँछौँ हामी।